ल अहिले हामी चाहिँ यो धनगढी अत्तरिया रोड गोपी हमालज्यूले गर्नुभएको विकास हेर्नुहोस् है, यस्तो रमाइलो। आहा, 6 लेनको बाटो 8 लेनको कति राम्रो छ है। यो ठाउँमा हिँड्दाखेरि चाहिँ जस विदेशको सम्झना आउँछ होइन। अब सुदूरपश्चिम भनेर मान्छे जुन हेर्छ नि त्यो चाहिँ यहाँ देखेपछि अनि सक्दैन। सक्दैन, त्यति हुनु पऱ्यो नि त। त्यो भित्रबाट पनि यत्रो त्यो भित्री बाटो पनि त यस्तो छ। ल कति रमाइलो, रमाइलो। आनन्द। दक्षिणकाली मार्ग, दक्षिणकाली र चौवडा भन्ने जहाँ पनि चौवडा भन्ने जहाँ पनि दक्षिणकाली। दक्षिणकाली मार्ग यो पनि सानो उसको रुट रहेछ नि त हाइस्को। यहाँबाट धनगढी, अछाम, दिपाल, धनगढी जाने रहेछ भन्ने कुरा बुझियो। मेरो जाउँ ल यताबाट। जोस् धनगढीमा गोपी हमालको कमाल पनि देखियो होइन त। कस्तो लाग्यो तपाईँलाई? यो प्रचार नगरेर हो, प्रचारबाजी कम गरेर होइन भने नेपालकै उत्कृष्ट मेयर मध्येको एउटा हो र विकासमा पनि नेपालको सबैभन्दा अरू काठमाडौँभन्दा पनि अझै विकास भएको छ। धेरै विकास। अरू बोल्छन्, लेख्छन् फेसबुकमा, उनी लेख्दैनन्, बोल्दैनन्, काम गर्छन्। त्यो मान्छेलाई आफ्नो सुरुमा काम गरिराखेको हुन्छ। उनलाई राजनीति पनि मतलब छैन अनि आफ्नो प्रचार प्रसार पनि मतलब छैन कि। जनताले मूल्याङ्कन गरिहाल्ने छ। सबै मापदण्डमा त मात्र नबनाइकन त यस्तो कहाँ आउँछ नि। भित्री बाटो त यस्तो छ। सबले छोडेर बाँच्छन् घर पनि है। अनि चल्लो कहीँ के छैन। उत्तर बेगाडी धनगढी मल्ल किराना पसल रहेछ। यो कस्तो जमिन हो यो? यो सबै व्यक्तिगत हो नि, सरकारी सर। अनि प्लटिङ बहुत महँगो पर्छ सबै व्यक्तिगत। जग्गा जमिन भएका जिम्मेदार पनि छन्, नभएका गरिब पनि छन्। अनेक थरी छन् मान्छे। यस्तो खाली जमिन सबै प्राइभेट त हो नि। माटो खाएर छ फिलिङ गरेर प्लटिङ गर्ने मुडमा। यसलाई चाहिँ मालिका मार्ग भनिन्छ भन्ने कुरो बुझियो। पुरानो डिजाइन भएको थियो हाम्रो। धनगढीमा कच्ची बाटो कहीँ पनि छैन होइन त। जताततै भित्र गल्ली पिच छ। उत्तर बेगाडी धनगढीमा कम छ नि सबै यो पुनर्वास क्षेत्रमा। महेन्द्रनगर छेत्री, बाहुन, गिरिपुरी, भारती बोल रहेछ। मतल जति उहाँ हो कि कञ्चनपुर यहाँको अध्यक्ष प्रजापति अध्यक्ष होइन, दक्ष भएर त यस्तो होइन। 33वटा कन्याको बाउ यो 33 बिघा जग्गाको साउ कुरा एउटै हो। अब आज पुष मसान त, भोलि चाहिँ सङ्क्रान्ति माघे होइन त।
पुसमा पाके माघमा खाके भन्छ। पुसमा पकाएर माघमा खाने हाम्रो मान्ने भोलि जिउसँग भोलि हामी मेलामा जाने आज फुलबारी मानिजुको बुढीले पकाइराख्नु भएको छ म्याडमले, पुसमा पकाएर माघमा खाने भएर अलिकति चाखेर आयौँ। ठिक छ, स्वाद पनि मिठो छ। अब भोलि बिहान उठेर मुख चुप गरेर हामी खाने। फुलबारीको मेलाको स्वाद भोलि लिने होइन त? गुड। ल हामी एक राउन्ड इभिनिङ वाक पुरै धनगढी बजार परिक्रमा गरेर पुनः हामी गन्तव्य आफ्नो फिनिसिङ पोइन्टमा आइपुगेका छौँ। ल यही हो आजको हाम्रो नाइट हल्ट भयो नि त? ढोका बन्द। ल एक